मेरो चाहियो किनकि हामी बिहानै देखाएको बिहानदेखि चाहिँ मैले सर्ट भिडियो मात्रै बनाएँ होइन लङ भिडियो बनाएको थिइनँ सो अहिले चाहिँ बनाएको आजा मेरा बेटा नजर मत लगाना मेरे चाय पे भन्नु अरे मेरो बिट्टा पनि चिया खानु आँटेको हेलो सेवा सेवाने सम्पूर्ण म लिस्छु होइन म चाहिँ लिस्छु होइन सो आज त हाम्रो हुँदैछ यहाँनिर काम भएर अब हामी कस्तो हातले के भन्छ उता खाँदैछौँ थाहा छ देख्नु हुँदैछ नि यो हामीको मेहनतीवाला हात होइन अनि यहाँ यता देखा न तेरो अनुहार नदेखा न त यहाँले त देखाएन कि राधा हात देखा त राधाले यहाँ हेर्नु न हात कस्तोले चुयो खाँदैछ बिस्कुट भाइ देखा त यसले पनि यहाँ हेर्नु न किनकि अरुणाचलमा पानी बहुत टाढोदेखि ल्याउनुपर्छ नि त अनि दिउँसो खाजा खाँदा चाहिँ हामीले हात धुलाउनु पर्दैन क्या हामीले हात धुलाउनु पर्दैन होइन पर्छ होइन तर हात धुलाउने पानी हुँदैन यहाँनिर 2-3 किलोमिटरदेखि पानी लिएर आउनुपर्छ अनि दिनमा चाहिँ यस्तै हात खानुपर्छ अनि उयो अर्को बहिनीले पनि चिया पक्रिरहेछ त्यसले पनि चियाको कप चाहिँ सेतो छ कि तर हामीको हात नि कालोदेखि नि निलो देख्नुहुन्छ नि यस्तो छ कि मलाई त काटा बिस्कुट दे आई निड टु काटा बिस्कुट अनि यो चाहिँ हो हाम्रो अरुणाचल स्टाइलमा हामी चाहिँ पुरा उयो खाँदैछौँ खोइ मेरो बिस्कुट चाहिँ यो चाहिँ मेरो मेरो फेभरेट हो नि त त्यही भएर म चाहिँ यो खाने हो खाने न कस्तो रिसाइरहेको गर्दै बेटा गर्दैन खाने त खोज्दैन नक्कले कतै छोरा हो भन न अघि मेरो छोरा हो नि त अन्त के अरे भाइको चिलाउने बिमारलाई चाहिँ सेतो झोलामा हाते झोलामा हालेर मुखमा पक्रेर पारेर क्या ट्याङ्गे पारेर कचरा म्या पारेर फ्याँकिदिँदैन नि त्यस्तो पारेर अन्त हामीले त त्यो त मिमी त कसरी खानु पर्यो मिमी पनि छ हाम्रो मिमी चाहिँ भरे भातसँग खाने किनकि हात राम्रो छैन हाम्रो चाहिँ भाइको दाँत पलाउनै हाटेछ पुरा टोक्नु थालेको यस्तो हातहरूबाट नि पुरा भित्र लगाएर कडङ पार्नु यस्तो गर्छ भन्ने कुरो जानुहुन्छ घर फेरि म जान्छु नि भेनाहरू गोरु लिएर गाईहरू लिएर त्यो पनि रोइङको ड्राइभरलाई उयो भनेर उयो गाडी उयोमा रिजर्भमा ल्याउने अरे कि के अरे घरहरू अलिक भिडियो नै छ आज मेरो बहिनीको यहाँनिर मेरो बहिनी हो कि पडोसी आउँदैछ बहिनी मतलब मेरो दिदी हो पडोसी आउँदैछ बाँध्नुको लागि कि झटाएर हानाहान गर्नुको लागि पडोसी अस्ति अलिक टाढो थियौँ नि त यो बहिनीहरू चाहिँ अनि अहिले नजिक आएको छ अनि आज पुरा आउँदैछ अरे आफ्नो सरसामान लिएर अनि मेरो दिदी भनाउँदा चाहिँ चिया मात्रै खानु आउनु भएको अरे फेरि गइहाल्नुहुन्छ अरे सो अहिलेको लागि यति नै हो हाम्रो 12 बजीको खाना लोकल एकदम के भन्छ गुन्द्रुकको झोल अनि आलु अन्तखेरि मिमीको चटनी अन्तखेरि जलपाई यहाँ बच्चाहरूलाई चाहिँ सबलाई उतेसम्म पत्तामा बाबु यता हेर बाबु ओ यहाँनिर मेरो मालिक नि उयो के अरे चाइना बोर्डरको छेउ पुगेछ कि बाटो बिर्सेर अनि 1 बजी खाना लिएर आएको छ बज्यो नि हाम्रो चाहिँ खानपिन स्टार्ट भइरहेछ यहाँ बहिनीहरू पुरा एकदम भोकले झनै सिद्धो किनकि 12 बजी खानुपर्ने भात 1 बजी भेटाउँदा त जोइ पनि बिहोस हुन खोज्छ कि हामी पनि बजाइँदैछ गुन्द्रुकको झोलसँग स्पेसल काम गर्नु अनि काम गरेको बेलामा गुन्द्रुकको झोलसँग भात खानु कम मजा आउँछ बारीमा यो हाम्रो अदरक बारीको पार्टी चल रहा है इधर में भन्नु अरे नि त अहिले चाहिँ त्यस्तै हो कि बाई बाई बाद में कुरा करेंगे अभी हम खाना खाएंगे जिन्दगी घोर अनर्थ भइसक्यो हाम्रो जिन्दगीमा हैन हातको गतिमती छैन ओनरको पनि गतिमती छैन हाम्रो खेतालापाटी त्यहाँ काम गरिरहेछ नि हाम्रो चाहिँ बोरा भराउने काम चलिरहेछ
यहाँ पुतली भएर एउटा नाचिरहेछ ऊ यसलाई केही काम नभेटेर चाहिँ नाचिरहेछ पुतली जस्तो अनि हाम्रो थाक त यत्रो बनाइसक्यौँ हामी किनकि यहाँ बस्दा भएर आएछौँ नि त सो हाम्रो चाहिँ कामहरू यस्तो हुँदाहुँदै सो आजको भिडियो चाहिँ लास्ट एन्डिङमा पुगेछ अरे नि त पुग्यो अरे नि त सो साथीहरू सबैजनाले इन्जोय गर्नु होला मेरो भिडियो हेरेर के लाग्छ कस्तो लाग्छ सबैले कमेन्ट गरिदिनु होला मन परेमा भिडियोलाई सेयर हानिदिनु होला भनेर नि त सो यति भन्दै टाटा बाई बाई